विशाल टार भन्ने ठाउँमा आइपुगेँ हामी। अब मलेखु पुग्नु कति समय बाँकी? सबैभन्दा राम्रो कुरा के हो भने नतिजा तपाईले आफ्नो विनम्रतापूर्वक यो कसरी गर्छ ब्रोहरूसँग कुरा गरेर आइरहेछौँ होइन, मजाको कुरा भइरहेछ। ब्रो के कुरा गरियो छोटकरी भनिदिनु त हामी। त्यसको बारेमा कुरा गरिरहेको छ, युवाहरूको बारेमा होइन, युवाहरू बाहिर गएको बारेमा किन गइरहेको छ त्यस्तो बारेमा हामी कुरा गर्छौँ। देशलाई कसरी माथि पुर्याउन सकिन्छ त्यो कुराहरू नै हामीले हल्का गरिरहेको छ। देश कसरी बिग्रियो, कसरी माथि पुर्याउनु पर्छ, हाम्रो योगदान के हुनसक्छ, अरूको योगदान के हुनसक्छ होइन। तर सही हो ब्रो, यस्तो कुरा गर्न चाहिँ मजा आउँछ है। हामीले जानकारी पनि अलिअलि छ जस्तो लाग्छ, तर ठाउँ धेरै छन् देश विकास गर्नलाई। हाम्रो कुराको निष्कर्ष ठाउँ धेरै छन्, पोसिबिलिटी छ, तर भइरहेको छैन विभिन्न कारणहरूले गर्दाखेरि। देशको कुरा गर्न पनि रमाइलो आउँछ। गरेपछि गरिरहनुपर्छ। हामीले गर्ने भनेको कुरा हो, अलिअलि काम हो, त्यो गर्नै पऱ्यो नि। काम गरिरहेछौँ, कुरा पनि गरिरहेछौँ, हो त्यही हो। ल एकदम धेरै धेरै धन्यवाद, मनैबाट धेरै धेरै धन्यवाद।